सो सबैलाई गुड मर्निङ गाइस, मिनासामा ओहायो गोजाइमास। सो आज म काममा मेरो छुट्टी भएको दिन चाहिँ म आज घुम्न गइरहेको छु। यस्तै हो, के गर्ने जापानको लाइफ चाहिँ बोर पनि भइन्छ, रमाइलो पनि भइन्छ। के गर्ने, इस्ट इन वेस्ट, घुम्नु इज बेस्ट। सो म अब आफ्नो घरको नजिकको स्टेसनबाट इन्टर गर्नेवाला छु। र यहाँबाट इन्टर गरेर म पुग्छु सिधै सिन ओसाका। अनि सिन ओसाकामा मैले चाहिँ आफ्नो ट्रेनलाई भेटेँ। अब यस ट्रेनभित्र म चढ्छु। अनि मलाई खानेकुरा चाहिँ यो ट्रेनभित्र बर्गर अनि कोक दिएको थियो होइन। तर बुलेट ट्रेनमा चाहिँ यस्तो हुँदो रहेछ गाइज कि भित्रबाट चाहिँ के नथाहा पाउने चाहिँ बाहिरबाट चाहिँ लास्टै गोली हुने के। यसको चाहिँ अब स्पिड चाहिँ 300 पर किलोमिटर/आवर थियो कि। मलाई चाहिँ लास्टै डर लागिरहेको थियो होइन, काहीँ यो ट्रेन काहीँ उड्छ कि भनेर के। यस्तै हो होइन, यस्तै हो। म एक्लै बसेर बोर भएर यहाँ वरिपरि देखाइरहेको छु गाइज। यस्तै हो, एक्लै थिएँ म, बोर भएर म त आफ्नै थोपा देखाइरहेको थिएँ गाइज। यस्तै हो, तपाईँलाई म देखाउँछु गाइज बाहिरबाट यो ट्रेनको चाहिँ स्पिड चाहिँ कत्रो रहेछ। हेर्नुहोस्, हेर त गाइज, यस्तो स्पिड छ गाइज कि रमाइलो पनि भइरहेको छ, डर पनि लागिरहेको थियो होइन। अब म फाइनली आफ्नो डेस्टिनेसनमा पुगेको थिएँ टक्क पारेर होइन। अब म आफ्नो साथीलाई भेट्छु अब टक्क।